दर्शक नमस्कार, म सञ्जीव राई यहाँहरु माझमा फेरि पनि उपस्थित भएको छु। यहाँहरु मदानी खबर हेरिराख्नु भएको छ। आज 2081 साललाई बिदाई गर्दै 82 सालको स्वागतको निमित्त नेकपा एमाले खोटाङ काठमाडौँ सङ्गठनले कार्यक्रम गरिरहेको छ र यो कार्यक्रमको विषयमा यहाँको बिचमा म केही भिडियोहरू प्रस्तुत गर्न लागिरहेको छु। बाँकी स्वीकार्नुहोस्। नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चले नयाँ वर्ष 2082 को अवसरमा शुभकामना आदान प्रदान, भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेकपा एमाले निकट खोटाङ काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजना गरिएको काठमाडौँ स्थित क्रिस्टल पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो। खोटाङ जिल्ला घर भई काठमाडौँलाई कार्यक्षेत्र बनाएर विभिन्न पेसा व्यवसाय गरिरहेका खोटाङ्गेहरूको सहभागितामा गठन भएको मञ्चले वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष दीपक दाहालले बताउनुभयो। उक्त कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा एमाले पोलिट ब्युरो सदस्य तथा संविधान सभा सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य तथा खोटाङ क्षेत्र नम्बर क का इन्चार्ज खगेन्द्र राई, पूर्व 1 नम्बर प्रदेश सामाजिक विकास मन्त्री तथा एमाले केन्द्रीय सदस्य खोटाङ क्षेत्र नम्बर ख का इन्चार्ज उषा कला राई, एमाले केन्द्रीय सदस्य रमेश पौडेलको विशेष आतिथ्यता र सम्पर्क समन्वय समितिका सह इन्चार्ज थानेश्वर बस्याल, कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरे, कोशी प्रदेश पार्टी कमिटीका प्रभात विक्रम कटवाल लगायतका सदस्यहरू, नेकपा एमाले पूर्व खोटाङ जिल्ला अध्यक्ष राम प्रसाद दङ्गाल, खोटाङ जिल्ला उपाध्यक्ष कुमार प्रसाद आचार्य, जिल्ला सदस्यहरू प्रतिमा विष्ट पौडेल, डेभिड राई, आशिष राई, युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख विनोद सञ्चार राई, जिल्ला कमिटी, पालिका कमिटी र पालिका काठमाडौँ सम्पर्क मञ्च तथा एमाले निकट विभिन्न जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको खोटाङ काठमाडौँ सम्पर्क मञ्चका सह इन्चार्ज नवराज रोक्काले जानकारी दिनुभयो। प्रमुख अतिथिको रूपमा बोल्दै नेता पोखरेलले भन्नुभयो, अहिलेको यो परिस्थितिमा सबै क्षेत्रबाट पार्टीलाई आक्रमण भइरहेको बेला कति पनि विचलित नभई पार्टीको कामलाई तीव्रता दिँदै सञ्जालमा लेखिएका भ्रामक कुराहरूबाट विचलित नभई त्यस्ता कुप्रचार विरुद्ध सबै क्षेत्रबाट भ्रम चिर्न र पार्टी सङ्गठनलाई मजबुत बनाउन लागि पर्नुपर्ने आग्रह गर्नुभयो। आजका समस्या आजकै उचाइमा आएका छन्। यस्तो उचाइमा आएका छन्, एकातिर हामी देश चलाउने ठाउँमा छौँ, अर्कोतिर चुनौती पनि त्यही हाराहारी बराबरीमा आएका छन्। यस हिसाबले बुझ्नु जरुरी छ। यो बुझ्न सकिएन भने यो चुनौती अहिले मात्रै आएको हो कि क्या हो, अहिलेको किन आयो, हिजो जम्मै पार लगाएको थियो, अब त सलल ढुङ्गा चले जस्तो हुनुपर्ने भन्ने लाग्ला। त्यस्तो हुँदैन हो। जरुरत के हो भने अब हाम्रो पार्टीमा यो चुनौतीको सामना गर्ने सामर्थ्यको आवश्यकता छ। नयाँ ढङ्गले सामर्थ्य आर्जन गर्नुपर्ने जरुरी छ। यो नयाँ ढङ्गले सामर्थ्य आर्जन गर्न सकिएन भने अप्ठ्यारो पर्छ। कुरो यही हो। हिजो जम्मा कोअर्डिनेसन केन्द्र बन्दा 8वटा जिल्लामा यसो सम्पर्क थियो। 8वटा जिल्लामा कोअर्डिनेसन केन्द्रका एउटा दुईटा साथीहरू जम्मा भएर बन्दाखेरि समस्या त्यसबेला थिए कि थिएन भन्दा थिए। नेकपा माले 35 सालमा बन्दा समस्या थिए कि थिएन भन्दा थिए। त्यसबेला पनि थिए। पार्टीबाट विद्रोह गरेर केन्द्रीय नेतृत्व तहमा बसेका मान्छेहरू पार्टीलाई सत्तो सराप गरेर निक्लिएका थिए। त्यसबेला पनि नेकपा एमाले 47 सालमा बन्दाखेरि चुनौतीहरू त्यसबेला पनि आएका थिए। त्यसबेलाको केन्द्रीय नेतृत्वमा बसेका कतिपय मान्छेहरू पार्टी छोडेर पार्टीलाई सत्तो सराप गरेर निस्केका थिए। त्यसबेला पनि थिए। तर ती सबै कुरालाई चिन्दैन। 54 सालमा पार्टी विभाजन भयो कि भएन? 54 सालमा पार्टी विभाजन भयो। अब त त्यस्तो नहुनुपर्ने भन्ने लाग्यो, तर पार्टी विभाजन त भयो। तर त्यो विभाजनलाई चिरेर फेरि पार्टी अगाडि बढ्यो। मैले कमरेडहरूले के भन्नु खोजेको भने अग्रगति र प्रगति जुन उचाइमा हुन्छ त्यही उचाइमा चुनौतीहरू पनि आउँछन्। मान्छेको जिन्दगी जस्तै हो पार्टी भनेको। सानो हुँदा फुल्चे केटाकेटी हुँदा समस्या त्यत्रै, अलि ठुलो भएर समस्या त्यत्रै,
अझै ठुलो भयो समस्या त्यत्रै बुढो हुन थाल्यो समस्या छुट्दैन अझै धेरै समस्या आउँछ हो पार्टी पनि त्यस्तै हो तर समस्यासित जुझ्ने सामर्थ्य आर्जन गर्नुपर्छ पार्टी नेतृत्व विचारमा सामर्थ्यवान हुनु पर्यो सङ्गठनमा सामर्थ्यवान हुनु पर्यो शैलीमा सामर्थ्यवान हुनु पर्यो नेतृत्व गर्ने क्षमतामा सामर्थ्यवान हुनु पर्यो हो आज परिस्थितिले हामीसित त्यही चिजको माग गरेको छ र यो माग हामी पुरा गर्छौँ पुरा हुन्छ नेकपा एमाले अहिले देखा परेका चुनौतीको सामना गरेर अगाडि बढ्छ यो विश्वास म तपाईँलाई दिलाउन चाहन्छु। कार्यक्रममा प्रशंसा अधिकारीको नेतृत्वमा मञ्चद्वारा निर्माण गरिएको 2082 सालको भित्रे पात्रो अनावरण प्रमुख अतिथि विशेष अतिथि र कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरूले सामूहिक रूपमा अनावरण गरेका थिए। कार्यक्रममा मञ्चमा रहेर मञ्चलाई सक्रिय रूपमा अघि बढाउनका लागि लागिपरेका विभिन्न विधागत योगदानहरूको कदर गर्दै सम्मान पत्रद्वारा सम्मान गरिएको छ। कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति दीपक दाहालले मञ्चको कार्यक्रम सबै भव्य रूपमा सम्पन्न भएको भन्दै उपस्थिति सबैलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गर्नुभएको थियो। कार्यक्रम सञ्चालन मञ्चका सचिव पदम सुन्दर राईले गरेका थिए भने स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजकुमार राईले गर्नुभएको थियो। कार्यक्रममा स्वागत नृत्य कलाकार सयासा लुइटेलले प्रस्तुत गर्नुभएको थियो।